जस्तो 420 आइमै त मैले देखाएको थिएन साथीहरू। यो पातकी 420 भन्थ्यो नि नेपालमा, 420। प्रताप दासलाई चाहिँ दाई बनाएर माया टिक्ने, दिउँसो चाहिँ सामाजिक सञ्जालमा दाई भन्ने, बेलुकी चाहिँ लुसुक्क गर्ने। अनि जस्तो यसलाई मात्र प्रब्लम हुँदैछ, भिसा लाएर यसलाई अमेरिका लए, यसलाई चाहिँ नोकर चाहिँ गर्यो, यसलाई 5 स्टार होटलमा राख्न पनि कहाँ के को हो र यो? ए भयो यसको मुख हेर्न दियो। माया टिक्ने विष्णुले चाहिँ, विष्णु भगवान्ले चाहिँ लोद्रो पारेको यो चाहिँ बियर काम नपाइकि कहाँबाट यस्ता यो जसरी काम दिए पातो कि 420। यसलाई त ठमिलमा पनि चाहिने, यसको चाहिने मूल्य पनि नपाउनु पर्ने केटी कसरी चाहिँ यसले गरे? यस्ता जाँडालाई कलाकार मान्नुपर्ने हामीले। यसलाई मात्र प्रब्लम हुनु रहेछ कि यो कुन खालको केटी हो गाडी? कसका बाबुआमाले कसैले हुर्काए गाडी यसलाई? ए भगवान, यो केटी त गाडी गरी खान्ने, यसलाई सम्मान चाहिने, यसलाई 5 स्टारमा राख्नुपर्ने, यसलाई व्हाइट हाउसमा लगेर चाहिँ राख्नुपर्ने। यसलाई त माटिक तातो तताएर म्याड्ने नुन र चुक लाएर यसको त्यो माट टुक्ने, तलबाट माट टुक्ने, यसरी माटिक हानिदिनु पर्ने यो छ। यो कामै नलाग्ने केटी रहेछ, कामै नलाग्ने आइमै माटिक। नेपाली कलाकारमा काम नलाग्ने भन्ने कि यही हो यार। मलाई यो फुटकै मन पर्ने छोड्यो जाँडी त यार। हेट किन यस्तो कलाकार मान्ने तिमीहरू? लौडासी रहेछ यार यो जाँडी त यार। बिचरा विष्णु भगवान्ले झन्डा छुटकारा पाउनु हो, खुसी लाग्यो। तर पायो भने मै बिहा गर्छु चिक्ने। नेपाली कलाकारहरू चाहिँ विदेश आउँदाखेरि चाहिँ एकैचोटि चाहिँ 5, 6, 7 महिना कुनै चाहिँ वर्ष बिताएर जाने गर्छन् होइन। त्यो गर्दाखेरि के हुन्छ भनेदेखि जो पनि अर्गनाइजरहरू छ, त्यो अर्गनाइजरहरूले चाहिँ अब होटलमै राख्दै त ठिकै हो, उनीहरूलाई खाना व्यवस्थाहरू सबै गर्दै त ठिकै हो, तर त्यो गर्न पनि महँगो पर्न जान्छ होइन। अनि त्यसपछि चाहिँ नेपाली कलाकारहरूको बानी के छ भने सबैको घर घर चार्दै हिँड्ने होइन। जस्तै कुनै स्टेट गयो भने त्यहाँ पनि 5 वटा 6 वटा घरमा गएर बस्ने, त्यहीँ सुत्ने, त्यहीँ खाना खाने, त्यहीँ तिनीहरूसँग घुम्न जाने होइन। स्टोर पुग्ने, घुमाउँछन् भनेर सबैतिर हिँड्ने। अनि त्यसपछि चाहिँ बाँकी त्यत्रा स्टेटहरूमा कार्यक्रम हुँदाखेरि चाहिँ सबैतिर त्यस्तै गर्दै हिँड्ने। त्यो गरेपछि के हुन्छ भनेदेखि कुनै मान्छे घरमा बसेपछि आफू कलाकार भएर चाहिँ एउटा कार्यक्रमको लागि आएको हुन्छ। अनि त्यसमा चाहिँ तिमीहरू घर घर चार्दै हिँड्ने, सबैतिर उनीहरूसँग घुम्न हिँड्ने होइन। अनि एउटै घरमा सुत्ने, सबै कुरा गरेपछि कस्तो हुन्छ भनेदेखि त्यो व्यवहार पनि परिवर्तन हुँदै जान्छ नि त। जुन चाहिँ तिमीलाई टिभीमा सोसियल मिडियामा देखेको हुन्छ त्यो अनुसारको हुँदैन नि त। एउटा घरमा चाहिँ सँगै बसेपछि एउटा फ्यामिली साथीभाइको हिसाबको हुन्छ। अनि त्यो भएपछि त्यो व्यवहारमा परिवर्तन आउँछ। अनि तिमीहरूले चाहिँ खोजेको भनेको चाहिँ जुन चाहिँ सोसियल मिडियामा लाइक र कमेन्ट सेयर गरेको तिमीलाई वाह आइएम ए बिग फ्यान भन्ने, त्यो चाहिँ हराउँदै जान्छ। त्यही भएर यसमा गल्ती तिमीहरूको पनि उति नै छ क्या। अनि तिमीहरूलाई चाहिँ विदेश आएर हामीलाई चाहिँ यस्तो गर्यो, हेपियो, कसरी चाहिँ अब एउटा जुन व्यवहार गर्नुपर्ने त्यो व्यवहार गरेन होइन भन्ने कुराहरूको चाहिँ तिमीहरूको चाहिँ अन्तिममा चाहिँ पैसा बटुलेर नेपाल पुग्छौ। अनि त्यसपछि तिमीहरूको स्ट्याटस र भिडियो कमेन्टहरू आउनु थाल्छ क्या यो कुराहरूमा। यो कुराहरूलाई चाहिँ अगाडि नै विचार गर्नुपर्छ विदेश पुग्नुभन्दा अगाडि। कुरा त्यति हो, सक्यो।